2 महिनाभित्रमा हामी यहाँ सर्बिया आइपुगेको हो हाल अहिले। तपाईहरु पनि सर्बिया आउन चाहनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब गर्नुस्, कमेन्ट गर्नुस्। तपाईहरुको महत्त्वपूर्ण चीजहरु म रिप्लाई दिन चाहन्छु। र हामी चाहिँ सर्बियाको हाल केही दिन भइरहेको छ र मैले जानेको बुझेको। तपाईहरु यदि सर्बिया आउन चाहनुहुन्छ भने फर्स्ट अफ अल तपाईहरुले जेन्युइन र भरपर्दो मेन पावर खोज्नुपर्ने हुन्छ र तपाईहरुले चाहिँ हरेक चीज सर्बियाको बारेमा बुझेर मात्रै एप्लाई गर्नु होला पर्छ। मेन डकुमेन्ट भनेको तपाईले पासपोर्ट, तपाईको नागरिकता, तपाईको हर सर्टिफिकेटहरु, अब कामको सर्टिफिकेट छ, स्कुल सर्टिफिकेट छ, त्यो रेडी गरेर राख्नुस्। र अनि त्यसपछि तपाईहरुले जेन्युइन मेन पावर खोज्न जानुस् र मेन पावर जहाँ भरपर्दो मेन पावर छ, एकदम राम्रो काम गरिरहेको छ, एकदम मान्छे पठाइरहेको छ सर्बिया भने त्यो मेन पावर एप्लाई गर्नुस्। र तपाईहरुले डिमान्डहरु बुझ्नुस्, हेर्नुस्, एलटी नम्बरहरु चेक गर्नुस्। र तपाईहरुको त्यहाँ चाहिँ के हुन्छ भन्दाखेरि तपाईहरुले मेन पावरमा डकुमेन्ट के माग्छ भन्दाखेरि चाहिँ तपाईको पासपोर्ट लिइहाल्छ, अनि तपाईले के काममा पोजिसनमा एप्लाई गर्नुहुन्छ त्यसको सर्टिफिकेट माग्छ। र तपाईहरुको त्यो एप्लाई गरे बापत तपाईहरुको चाहिँ दिल्ली जान्छ र दिल्ली एम्बेसी तपाईहरु भ्याएको छ भने तपाईहरु जानु पर्दैन, सबै मेन पावरले काम गरिदिन्छ। हाम्रो पनि मेन पावरकै मान्छेले सबै गरिदिएको दिल्लीमा। अनि उहाँ चाहिँ डकुमेन्टहरु चाहिँ हामीले म्याक्सिमम हाम्रो एपोइन्टमेन्ट लेटर जुन एप्रुभ भएको त्यो लेटर चाहिँ हामीले एप्लाई गरेको 2 महिना ठ्याक्कै त्यो एप्रुभल भएको 1 हप्ता भित्रमा चाहिँ भिजा लागेर आएको थियो। अनि त्यसको 1 हप्ता पछाडि भिजा लाग्यो, अनि त्यस पछाडि हामीले श्रम तम सबै मेन पावरले गरिदियो। अनि ओरिएन्टेसन क्लासहरु चाहिँ अहिले चाहिँ ओरिएन्टेसन क्लास गर्नको लागि चाहिँ तपाईहरु आफै जानुपर्छ हो, अहिले सेटिङ गर्न नमिल्दो रहेछ। हामीले आफैले गरेको ओरिएन्टेसन क्लास गरेर अनि त्यस पछाडि श्रम त्रम गरेर सबै गरेर हाम्रो चाहिँ फ्लाइट ठ्याक्कै 2 महिना भित्रमा चाहिँ हामी सर्बिया टेकेको हो। र तपाईहरु पनि यसरी नै प्रोसेस हुन्छ सर्बियाको लागि।